पुट्टी गर्नभन्दा अगाडि परेमर दल्नु, परेमर दलिसकेपछि कमसे कम 15-20 दिन राख्नु। त्यसपछि तपाईँ अब त्यसमाथि चाहिँ कलर गर्नु अथवा पुट्टी गर्नु। पुट्टी गर्नभन्दा अगाडि परेमर दल्नु, त्यसमाथि पुट्टी गर्नु। तपाईँको यो पुट्टी म ग्यारेन्टी लिँदैछु, तपाईँको 7-8 वर्ष केही हुँदैन। नमस्ते, आज म यो च्यानल मार्फत केही जानकारी गराउन गइरहेको छु। यदि तपाईहरुलाई कलर गर्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्न अनुरोध छ। कलर गर्नभन्दा अगाडि तपाईले के कुरामा विशेष जानकारी दिनुपर्छ, केही विशेष जानकारी आज म यो भिडियोमा दिँदैछु। सबभन्दा अगाडि तपाईले अब घर सर बनेर कम्प्लिट भयो, प्लास्टर पनि गर्नुभयो, तर प्लास्टर गर्नुभयो, कति मान्छेहरु प्लास्टर गर्छन्, प्लास्टर गर्न बित्तिकै कलर गर्छन्। यो गलत हो, किनकि कम्प्लिट वाल चाहिँ सुक्नुपर्छ हैन। कम्प्लिट वाल चाहिँ सुक्नुपर्छ। वाल सुकेपछि हामीले परेमर हान्नुपर्छ। परेमर हानिसकेपछि परेमर वेटिङ भनेको 10 दिन या 15 दिन वेटिङमा राख्नु, किनकि राम्रोसँग परेमर चाहिँ सुक्नुपर्छ। माथि चाहिँ पुट्टी गर्नु, त्यसमाथि चाहिँ तपाई कलर गर्नु। तपाई इच्छा कुरा हो। कति मान्छेहरु परेमर गर्दैन, पुट्टी गर्छन्, यो गलत हो। यस्तो नगर्नु। इन्टेरियर एक्सटेरियर परेमरमा पनि म डिफरेन्स कति मान्छेहरुले के भन्यो, इन्टेरियर चाहिँ बाहिर लगाएको छु, तर 5 वर्ष भएन, 2 वर्षमा 1 वर्षमा यो आफै उक्लिने थाल्छ। किनकि इन्टेरियर भनेको भित्रको लागि मात्रै हुन्छ, यो बाहिरको लागि हुँदैन। बाहिरको लागि तपाईको एक्सटेरियर पेन्ट हुन्छ या एक्सटेरियर परेमर लिनु, यो बाहिरको लागि हुन्छ। बाहिर त परेमर एक्सटेरियर परेमर लगाउनु, तपाईको इन्टेरियर भनेको इन्टेरियर परेमर चाहिँ भित्र लगाउनु। बुझ्नु भन्यो मेरो कुरा। अब विशेष कुरा के छ कि तपाई यो सब भन्दा अगाडि परेमर दल्नु या परेमर पुट्टी गर्न भन्दा अगाडि परेमर दल्नु, त्यसमाथि पुट्टी गर्नु। तपाईको यो पुट्टी म ग्यारेन्टी लिँदैछु, तपाईको 7-8 वर्ष केही हुँदैन, अलि पनि उक्लिदैन। यदि तपाईलाई त्यस्तो गल्ती गर्नुहुन्छ भने परेमर नदलिकिन पुट्टी गर्नुहुन्छ भने म ग्यारेन्टी लिन्न, किनकि 1 वर्ष 2 वर्षमा यो तपाईको खराब भइहाल्छ। अब विशेष कुरा म भन्न गइरहेको छु, प्लास्टर नसुकेपछि तपाई चाहिँ कलर गर्नुहुन्छ या त्यो परेमर गर्नुहुन्छ या पुट्टी दल्नुहुन्छ भने यो त्यस्तो गल्ती नगर्नु। त्यस्तो गल्ती गरेमा तपाईको पछि गएर तपाई टोको हराएर बस्नुहुन्छ। त्यस्तो गल्ती चाहिँ नगर्नु। अब विशेष कुरा म भन्न गइरहेको छु, पुट्टी गर्न भन्दा अगाडि परेमर दल्नु। परेमर दलिसकेपछि कमसे कम 15-20 दिन राख्नु। त्यसपछि तपाई अब त्यसमाथि चाहिँ कलर गर्नु अथवा पुट्टी गर्नु। पुट्टी गरिसकेपछि तपाईलाई अब 1 कोट कम्प्लिट भयो भने कमसे कम 1 कोट कम्प्लिट भयो भने 5 दिन 1 कोट राख्नु। 5 या 1 हप्ता चाहिँ 1 कोट चाहिँ 5 या 1 हप्ता दिनसम्म राख्नु। राखेपछि तपाईको यसमा चाहिँ अलि के हुन्छ कि पुट्टी चाहिँ वालमा राम्रोसँग टाँसिन्छ। यदि तपाईले सर्टकटमा डबल पुट्टी गरिदिनु भयो अनि सिरेस पेपर हानेर अनि खासी पेपर हानेर अनि त्यसमाथि चाहिँ तपाई कलर गर्नुहुन्छ, हो हैन? त्यस्तो सर्टकट चाहिँ तपाईको पछि गएर उक्लिन सक्छ। त्यस्तो सर्टकट काम नगर्नु, बिस्तारै गर्न दिनु। पेन्टर आफ्नो हिसाबले गर्छन्। तपाई अब भन्नु पेन्टरले यस्तो कुरा छ भाइ, तललाई चाहिँ यस्तो काम गर, पुट्टी गरेपछि 1 हप्तासम्म छोड्देऊ, अनि फेरि अर्को पुट्टी गरेपछि फेरि उसलाई चाहिँ खासी पेपर लगाउनु, सेन्ड पेपर लगाउनु। पुरा लगाइसकेपछि कम्प्लिट भएपछि त्यसपछि 2 कोट भएपछि 2 कोटमा कम्प्लिट हुन्छ। 2 कोटमा कम्प्लिट गरेपछि यसपछि पेपर गर्नु, पेपर दलेपछि त्यसपछि परेमर गर्नु। बुझ्नु भने मेरो कुरा ध्यान दिएर बुझ्नु। परेमर दलेपछि कम्प्लिट कुरा म भन्छु भिडियोमा। परेमर दलेपछि कमसे कम उसलाई 1 हप्तासम्म छोड्दिनु। 1 हप्तासम्म छोड्दिनु, किनकि अब फर्स्ट फ्लोरदेखि म सुरु गर्छु। फर्स्ट फ्लोर, सेकेन्ड फ्लोर, थर्ड फ्लोर हैन, ग्राउन्ड फ्लोर, त्यस्तै गरी हिसाब गरेपछि तपाईको 1 हप्तासम्म उसलाई छोड्दिनु। ओके, छोडेपछि त्यसपछि तपाईलाई अब कलर दल्नु। 1 कोट कलर दलेपछि मेरो कुरा ध्यानबाट सुन्नु, एकचोटी कलर दलेपछि 1 हप्ता उसलाई पनि छोड्दिनु। ओके, त्यो छोड्दिनु भयो भने तपाईको फेरि अर्को कोट गर्नुहुन्छ भने कलर अर्को कोट गर्नुहुन्छ भने तपाईले विशेष कुरा फेरि तपाईँ कलर दल्नु केही छैन। दलेपछि यो खेल त खत्तम भयो, समाप्त भयो, घर फिनिसिङ भएपछि त्यही हो। तपाईको ठाउँमा रिपेयरिङ हुन्छ, रिपेयरिङ गर्नु,
फिनिसिङ गर्नु तपाईँको इच्छाको कुरा हो। तर विशेष कुराहरू जुन जानकारी मैले गरेको छु भिडियोमा, यो भिडियो मार्फत सायद तपाईँलाई मन पर्यो होला। च्यानल सब्सक्राइब गरिदिनु, बेल आइकन अल गरिदिनु। यदि तपाईँ भरपर्दो राम्रो मिस्त्री खोजी हुनुहुन्छ भने यो नम्बरमा कल गर्नु। इच्छा बमोजिम काम गर्नेछु, तपाईँलाई फरक पर्दैन। हामी टाढाको मान्छे होइन, प्रमाणितको साथ काम गर्नेछु। यो नम्बर सम्पर्क गर्नु। जो नम्बर तपाईँको यो च्यानल मार्फत हरेक भिडियो सम्बन्धित भिडियो आउँदै गर्छ, सब्सक्राइब गरेर राख्नु। बार बार म भिडियो अपलोड गर्दै गर्छु है त।